नमस्ते अनि स्वागत छ तपाईहरु सबैलाई भ्याक्युम वर्ल्ड नेपालमा। सदा चाहिँ आज पनि तपाईहरुमा चाहिँ एउटा नयाँ एपिसोड लिएर उपस्थित भएको छु र विशेष गरी आजको एपिसोडमा हामी भ्याक्युम क्लिनर किन्ने बेला ध्यान दिनुपर्ने कुराहरू बारे जानकारी दिन गइरहेको छौँ र भ्याक्युम कति प्रकारका हुन्छन् र कुन भ्याक्युम के को लागि भनेर तपाईहरुलाई आज इन्फर्मेसन दिने गरेको छौँ। हुन त हामी अब भ्याक्युम क्लिनर युज गरिरहने हुन्छौँ। तपाईँ अब फर्स्ट टाइम भ्याक्युम युज गरिराख्नु भएको छ वा किन्न सोचिराख्नु भएको छ वा नयाँ लिने सोचिराख्नु भएको छ भने यो भिडियो पक्कै पनि तपाईँलाई उपयुक्त लाग्छ भन्ने आश गरेको छु। अब विशेष गरी घर सरसफाइ गर्नको लागि हामीलाई चाहिँ भ्याक्युम क्लिनर चाहिरहने हुन्छ। अब भ्याक्युम क्लिनर हामी किन किन्छौँ भने जसले गर्दा चाहिँ हामीलाई अलिक फास्ट र सजिलो र धेरै धुलोहरू अन टाइम अन द स्पोटमा सफा गर्नको लागि हामी लिने गर्छौँ र अब बिग एरिया होस् या सानो एरिया होस् आफ्नो सुविधाको लागि हामी युज गर्छौँ र नर्मली कुचो युज गरेर हुन्छौँ। अब त्यो कुचो जब भ्याक्युम गर्छौँ यताबाट कुचो गरेर हुन्छौँ र उताबाट चाहिँ फेरि धुलो आइरहेको हुन्छ, त्यसलाई चाहिँ सर्कुलेट भइरहेको हुने कारणले गर्दा हामीलाई चाहिँ विभिन्न रोगहरू लाग्न सक्छ। त्यसलाई समाधान गर्नको लागि भ्याक्युम क्लिनरहरू हामी युज गरेर हुन्छौँ। भ्याक्युम क्लिनरबाट चाहिँ सक गरेर कन्टेनरमा वा ब्यागमा गएर जम्मा हुने भएको कारणले गर्दा धुलो बाहिर आउने चान्सेसहरू कम हुन्छ, जसले गर्दा हाम्रो घर हेल्थी हुन्छ। र भ्याक्युम क्लिनरमा अब विशेष गरी अब तपाईँले मेरो पछाडि देखिराख्नु भएको छ ब्यागलेस ड्रम भ्याक्युमहरू यहाँ तल छ, यता ब्याग पनि छ ब्यागलेस र विभिन्न ब्रान्डहरूको छ, अल ब्रान्ड इन वान स्पोर्ट छ। र हाम्रो पसलमा स्पेसली हामीले चाहिँ जो पनि कस्टमर आउनुहुन्छ वा जो आउन सक्नुहुन्न र फोनबाट इन्क्वायरी गर्नुहुन्छ उहाँलाई सकेसम्म उहाँलाई सेटिस्फाई हुने गरी हामी एक्सप्लेनेसन गर्छौँ र भ्याक्युमको बारे र सरसफाइको बारे इन्फर्मेसन दिने गरेको छौँ। र अब ब्याग भ्याक्युम र ब्यागलेस भ्याक्युम र ड्रम भ्याक्युममा फरक के हो भनेर तपाईँहरूलाई मनमा लाग्ला कि भ्याक्युम न हो तान्ने न हो सबैले एउटै काम गर्ला भन्ने सोच भइरहेको हुन्छ। र हुन त तान्ने हो तर त्यसको सुविधाहरू फेसिलिटिजहरू के छ र किन हामी ब्यागवाला किन्छौँ, किन ब्यागलेस किन्छौँ र किन ड्रमवाला किन्छौँ र किन हामी वायरलेसवाला भ्याक्युम किन्छौँ, ती कुराहरूबारे हामी तपाईँलाई जानकारी दिनेछौँ। अब तपाईँ देखिराख्नु भएको छ कुनै अब यो जो एलजीको छ यो चाहिँ ब्यागलेस हो। ब्यागलेस चाहिँ हामी चाहिँ किन लिन्छौँ भने कसैलाई चाहिँ अब ब्याग घरिघरि एम्टी गरिराख्नु मन लागेन, ब्यागमा धुलो एकै ठाउँमा राखिराख्नु पऱ्यो भएर र ब्याग किनिराख्नु अल्छी लाग्यो भने चाहिँ उहाँहरूले चाहिँ ब्यागलेस लिनुहुन्छ। ब्यागलेसमा के गरिन्छ, जस्ट कन्टेनर निकालेर सरसफाइ गरिन्छ। जस्तै फर इक्जाम्पल यो ब्यागलेस भयो होइन। अब यिनीहरू ब्यागलेसमा के हुन्छ भने यसरी कन्टेनर निकालिन्छ, कन्टेनर यसो गरेर प्रेस गरेपछि सबै एम्टी हुन्छ, सबै धुलोहरू यसमा जाने कारणले गर्दा यो हेर्दा सजिलो छ तर हामीले मेन्टेन गर्नुपर्छ र अझ यसलाई सजिलो गर्नलाई यसरी गर्दा पनि एम्टी हुन्छ। यसलाई चाहिँ ब्यागलेस भ्याक्युम क्लिनर हुन्छ, सबै धुलोहरू यसमा जम्मा हुन्छ र हामीले इजिली देख्न पनि सक्छौँ र यसलाई चाहिँ हामी एम्टी गर्न पनि सजिलो छ र वाइप गर्दै पुग्छ। त्यसै गरी ब्याग मेसिन, जस्तै अब यो ब्याग मेसिन छ, ब्याग मेसिनमा चाहिँ सबै धुलोहरू यो ब्यागमा गएर बस्छ। यो फुल भएपछि हामी यसलाई एम्टी गर्छौँ यो स्लाइड गरेर र यसलाई चाहिँ यो ब्यागहरू कहिले टाइम हामी टकटके आएर चाहिँ सफा गर्नुपर्छ र धेरै नै फोहोर भयो भने वास गरेर यसलाई सुकाएर फेरि युज गर्नु मिल्छ। यसलाई चाहिँ ब्यागलेस। अब ब्यागलेस चाहिँ ब्यागवाला भन्दा के फरक छ भनेर सोच्नुहुन्छ भने अब ब्यागलेसमा चाहिँ हामीले घरिघरि त्यो ब्यागहरू किन्नु पर्दैन। अब ब्यागवालामा चाहिँ हामीले चाहिँ अब धेरै फोहोर भयो र गाह्रो भयो भने चाहिँ त्यो पाल पऱ्यो भने चाहिँ डिस्पोजेबल ब्याग छ भने चाहिँ हामीले नयाँ किनिराख्नुपर्छ, किनेर त्यसलाई चाहिँ हामीले चाहिँ फेरि युज गर्न सक्छौँ। विशेष गरी अब ब्याग मेसिन किन राम्रो हुन्छ भने अब कहिलेकाहीँ घरमा हामीलाई चाहिँ सबै घरमा परिवारमा कसैलाई आस्थमा एलर्जी, स्निजिङ, दमको रोग, डस्ट एलर्जी छ भने चाहिँ ब्यागवाला लिनुभयो भने बेस्ट हुन्छ। किनभने जब हामी ब्यागवालाबाट भ्याक्युम गर्छौँ सबै धुलोहरू ब्यागमा गएर जम्मा हुन्छ, धुलो बाहिर निस्किँदैन, जसले गर्दा चाहिँ एयर प्युरिफाईमा राम्रो हुन्छ, हाम्रो घरको एयर एकदम राम्रो हुन्छ
हामीलाई चाहिँ ती रोगहरूबाट चाहिँ डस्ट एलर्जी त्यस्तोबाट चाहिँ हामीले चाहिँ जोगाइन्छ। त्यसले गर्दा ब्यागवाला हुनु राम्रो हो। अब अर्को चाहिँ ड्रमवाला छ। ड्रमवाला चाहिँ कसले युज गर्छ भने जसको चाहिँ बिग एरिया छ र उहाँलाई चाहिँ क्यापेसिटी बढी चाहिन्छ र अफिसहरू भयो घरमा पनि युज गर्न मिल्छ। तर जसलाई चाहिँ क्यापेसिटी बढी चाहिन्छ, धुलोहरू धेरै छ र एम्टी गरेर राख्नु झन्झट लाग्छ भने चाहिँ ड्रमवाला लिनुभयो हुन्छ। क्यापेसिटी बढी भएको कारणले गर्दा ड्रमवाला युज हुन्छ। नत्र भने नर्मली सबै एउटै हो, जस्ट क्यापेसिटीको फरक हुन्छ। अब ड्रमवालामा चाहिँ तपाईँले देख्नुहुन्छ त्यो कोडहरू यस्तो हुन्छ, त्यसलाई रिवाइन्ड गर्नु मिल्दैन होइन। यिनीहरूमा चाहिँ तपाईँको कोड रिवाइन्ड गर्न मिल्छ। त्यस कारणले गर्दा एउटा सुविधा कम्प्याक्ट इजी भएको कारणले गर्दा घरायसीको लागि यो ठिक हो र ठुलो एरियाको लागि चाहिँ र प्लस जसलाई चाहिँ अब यसो के ठुलो भए पनि हुन्छ, क्यापेसिटी मका छ, मेरो घरमा चाहिँ स्टोरेज गर्नको लागि पनि ठाउँ छ भने चाहिँ तपाईँले ड्रमवाला लिए पनि हुन्छ। आवश्यकता परिस्थिति अलग अलग हुने कारणले गर्दा तपाईँले आफैले चुज गर्ने हो कस्तो लिँदा राम्रो भनेर। अब यो सँगै यहाँ यिनीहरू हरेकमा हरेक पार्टहरू पनि आउँछ। जस्तै यो भनेको फ्लोर हेड हो, यो चाहिँ तपाईँको हार्ड सर्फेस भयो। यो ब्रसभित्र छिराएपछि कार्डबोर्ड युज गर्न मिल्छ। हरेकमा युज गर्नको लागि फ्लोर हेड भनिन्छ। सँगै कुरा क्याप्चर गर्नको लागि तपाईँहरूसँग यस्तो एट्याचमेन्ट पनि आउँछ जुन चाहिँ अब माकुराको जालो गर्नको लागि, कुना काप्चामा गर्नको लागि होजमा राखेर वा रोडमा राखेर मजाले गर्न सक्नुहुनेछ। तपाईँको बजेट टाइट छ भने चाहिँ तपाईँले चाहिँ सस्तोवाला लिए पनि हुन्छ, हाई वाटेज नभएको लिए पनि हुन्छ र हाई वाटेज लिइराख्नु आवश्यकता पनि छैन। तपाईँको सुविधा अनुसार तपाईँलाई चाहिँ तपाईँको बजेट अनुसार तपाईँ लिने। अब जस्तै फर इक्जाम्पल यिनीहरू सानो कम्प्याक्ट छ होइन, प्याकिङ पनि 8,000देखि सुरु हुन्छ। त्यसै गरी तपाईँले चाहिँ अलिक ठुलो क्यापेसिटी भएको चाहिन्छ भने यसो लिए पनि भयो होइन। जब पनि तपाईँ किन्नुहुन्छ हल्का रिसर्च गर्नु, बुझ्नु तपाईँको बजेटको अनुसारलाई फिट हुने भ्याक्युम कस्तोवाला हो। यदि तपाईँलाई चाहिँ रिभ्यू हेरेर पनि अझै चित्त बुझेको छैन भने चाहिँ तपाईँले चाहिँ हाम्रो सम्पर्क गर्न सक्नुहुनेछ। भ्याक्युम वर्ल्ड नेपाल 9810383984। हामी तपाईँलाई सकेसम्म राम्रो इन्फर्मेसन दिने कोसिस गर्छौँ। हामीलाई सम्पर्क गर्नुहोस् यदि तपाईँलाई कुनै डाउट छ भने। र यस्तो भिडियोहरू हेरिराख्नको लागि हाम्रो भ्याक्युम वर्ल्ड नेपालको च्यानल भिडियोलाई लाइक गर्नु, सब्सक्राइब गर्नु। हाम्रो फोन नम्बर तपाईँलाई थाहै होला 9810383984। अहिलेको लागि यति नै। कुनै इन्फर्मेसन तपाईँलाई चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। फेरि अर्को भिडियोहरू लिएर तपाईँहरू माझ उपस्थित हुने नै छौँ। अहिलेको लागि थ्याङ्क यू भेरी मच।